नमस्ते। आज हामी एउटा एकदमै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ, विश्वव्यापी शान्ति सूचकाङ्क 2025। भर्खरै इन्स्टिट्युट फर इकोनोमिक्स एन्ड पिस आइइपी भन्छन् नि, उनीहरूले यो रिपोर्ट निकालेका छन्। यो संस्थाले खासमा शान्ति, व्यापार, अर्थतन्त्र यिनीहरू बीचको सम्बन्धमा अनुसन्धान गर्छ। हामीले चाहिँ यो जानकारी क्लिकमण्डुमा आएको एउटा लेखबाट लिएका हौँ। यसले के देखाउँछ भने अब विश्वमा शान्ति अलिकति खस्किएको छ रे, खास गरी त्यो भूराजनीतिक तनाव अनि आर्थिक अनिश्चितताले गर्दा। ल यसमा अलि गहिरिएर कुरा गरौँ न त आज। हो त यो सूचकाङ्कले गत वर्षको तुलनामा विश्वव्यापी शान्ति औसतमा भन्दाखेरि 0.36% घटेको देखाउँछ। अब यो अङ्क सुन्दा सानो लाग्न सक्छ, तर यसले एउटा ठूलो ट्रेन्ड, एउटा प्रवृत्ति चाहिँ देखाउँछ है। अझ चिन्ता लाग्दो कुरा के छ भने नि, रिपोर्टका अनुसार विश्व अहिले दोस्रो विश्वयुद्धपछि अहिलेसम्मकै सबैभन्दा अशान्त अवस्थामा छ रे। भनेको द्वन्द्वहरू पहिलेभन्दा धेरै देशहरूमा फैलिएको देखिन्छ। दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा अशान्त। ओहो, यो त निकै गम्भीर कुरा पो हो त। प्रतिवेदनले यसको पछाडि के कारण देखायो होला? मुख्य कारणहरू के यो युक्रेन, मध्यपूर्व त्यहाँका द्वन्द्वहरूकै सिधा असर हो त? निश्चय पनि। ती ठूला द्वन्द्वहरू त प्रमुख कारण हुन् नै। तर रिपोर्टले के भन्छ भने साना साना तर बढ्दै गएका द्वन्द्वहरू अनि समग्रमा देशहरू बीचको सम्बन्ध चिसिनु, सैन्य खर्च बढ्नु हो, यस्ता कुराहरूले पनि भूमिका खेलेको छ। अनि त्यो आर्थिक दबावले पनि हैन सामाजिक अशान्ति बढाउन मद्दत पुर्याएको जस्तो देखिन्छ। अवस्था त साँच्चै जटिल रहेछ। ल यस्तोमा कुन देशहरू चाहिँ सबैभन्दा शान्तिको सूचीमा अगाडि छन् त? अब सधैँ जस्तै आइसल्यान्ड पहिलो नम्बरमा छ। यो देश त लामो समयदेखि नै टपमा छ। सायद उनीहरूको त्यो कम सैन्यकरण अनि बलियो सामाजिक संरचना, राजनीतिक स्थायित्व यिनै कारणले होला। त्यसपछि आयरल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया अनि सिङ्गापुर, यी देशहरू शीर्ष 5मा परेका छन्। स्विजरल्यान्ड, पोर्चुगल, डेनमार्क, स्लोभेनिया र फिनल्यान्ड पनि टप 10मै छन्। आइसल्यान्ड त सधैँ नै। अनि सूचीको अर्कोतिर नि, मतलब सबैभन्दा अशान्त देशहरू कुन कुन परे त? दुर्भाग्यवश भन्नुपर्छ, सूचीको पुछारमा रुस छ। त्यसपछि युक्रेन, सुडान, कङ्गो, यमन, अफगानिस्तान, सिरिया, यस्तै द्वन्द्वले एकदमै गाँजेका देशहरू छन्। यसले के देखाउँछ भने त्यो एकदमै चर्को अशान्ति चाहिँ केही निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित छ, खास गरी मध्यपूर्व, उत्तर अफ्रिका अनि सब सहारन अफ्रिकातिर। हो नि। अब यो सूचकाङ्कले शान्ति नाप्नलाई त पक्कै धेरै कुरा हेर्छ होला हैन? जस्तो अपराध दर, राजनैतिक अस्थिरता, कति सेनामा खर्च गर्छन्, यस्तै। आज हामी त्यो कसरी नाप्छन् भन्ने विधिमा भन्दा पनि मुख्य नतिजाहरू र त्यसको अर्थ के हो भन्नेमै केन्द्रित हौँला। अब नेपालकै कुरा गरौँ न त, हाम्रो अवस्था कस्तो छ यो पालि? नेपाल यो वर्षको सूचीमा 76औं स्थानमा छ। दक्षिण एसियाली देशहरूमा हेर्ने हो भने चाहिँ भुटान पछि नेपाल दोस्रो शान्त मुलुक हो। भुटान त 21औं स्थानमा छ। विश्व नै अशान्त बन्दै गएको बेला दक्षिण एसियामा यो स्थानमा हुनु आफैमा एउटा पक्ष त हो, तर 76औं स्थानले विश्वव्यापी रूपमा हेर्दा अझै सुधारको ठाउँ प्रशस्त छ भन्ने पनि देखाउँछ नि। ओहो, हाम्रा छिमेकीहरूको अवस्था के छ त? तुलना गर्दा हामी कहाँनिर छौँ? छिमेकीहरूमा हेर्दा चीन 98औं स्थानमा छ अनि भारत अलिपछि 115औं स्थानमा छ। पाकिस्तान झन पछि 148औं स्थानमा। यो क्षेत्रीय हिसाबले हेर्दा नेपालको अवस्था तुलनात्मक रूपमा केही राम्रै देखिन्छ। तर समग्रमा दक्षिण एसिया चाहिँ विश्वको औसतभन्दा कम शान्त क्षेत्रहरूमध्ये नै पर्छ। भनेपछि समग्रमा हेर्दा संसार झन अशान्त हुँदैछ, तर यो क्षेत्रमा दक्षिण एसियामा चाहिँ नेपाल तुलनात्मक रूपमा अलि शान्त छ। त्यसो भए यसको व्यावहारिक अर्थ के होला त? यसले हाम्रो लागि कस्तो अवसर या चुनौती ल्याउँछ होला? यो महत्त्वपूर्ण प्रश्न हो। हेर्नुहोस्, एकातिर के छ भने विश्वव्यापी अस्थिरता बढ्दै जाँदा नेपालको यो सापेक्षिक शान्ति हैन लगानी र पर्यटनका लागि अलि आकर्षक हुन सक्छ कि भन्ने हुन्छ। तर अर्कोतिर विश्वव्यापी तनाव र त्यो आर्थिक मन्दीको असरबाट त नेपाल पनि अछुतो रहन सक्दैन नि। क्षेत्रीय अस्थिरताको प्रभाव पनि पर्न सक्छ। त्यसैले मुख्य चुनौती के हो भने यो सापेक्षिक शान्तिलाई कसरी जोगाउने र अझ सुधार गर्दै सामाजिक आर्थिक विकासमा कसरी लगाउने भन्ने हो। यो भनेको खाली बाहिरी द्वन्द्व नहुनु मात्र होइन, भित्र पनि आन्तरिक सामाजिक सद्भाव, आर्थिक समानता, सुशासन कायम राख्नु पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ।
हो त नि, यो बाहिरी द्वन्द्व नहुनु मात्रै ठूलो कुरा होइन, भित्रको स्थायित्व सद्भाव त्यो पनि उत्तिकै महत्त्वपूर्ण रहेछ भन्ने कुरा मनन योग्य छ। आजलाई यो विश्वव्यापी अशान्तिको जुन ट्रेन्ड बढ्दैछ यसले हाम्रो जस्तो देशको अर्थतन्त्र समाज अनि विदेश नीतिलाई भविष्यमा कसरी झन् धेरै असर पार्दै लैजाला, यो प्रश्नमा सोच्दै गर्नुपर्ने देखियो। यही सोचनीय विषय छोडेर आजलाई हामी बिदा ल्याउँ है त।